हेलो एभ्रिवान। आज चाहिँ 2082 12 महिना 4 गते र म चाहिँ लगभग 20-30 दिन 30 डेज च्यालेन्ज गरेको थिएँ, तर त्यो चाहिँ विभिन्न कारणहरूले कन्टिन्यू गर्न सकेन र त्यो चाहिँ इन्ट्रेस्ट पनि लागेन कि त्यो अरूहरू एक्सप्लेन गर्दाखेरि। अनि मैले चाहिँ 5 मिनट चाहिँ अब यत्तिकै बोल्ने प्रयास गरेँ, किनकि त्यो मैले अरू केही कुराहरू एक्सप्लेन गर्दाखेरि चाहिँ विदाउट प्र्याक्टिस चाहिँ के हुन्थ्यो भने विदाउट प्र्याक्टिस त्यसको बारेमा बोल्दाखेरि चाहिँ म आर्टिकुलेट गर्न सक्दैन थिएँ आफूलाई। तर यदि मैले आज के फिल गरिरहेको छु, पुरै यता गुड बम्स आइरहेको छ मलाई चाहिँ अस्ति 2-3 दिन छिन्दिरहेको छ। र यहाँनिर अहिले कोठामा चाहिँ कोही पनि छैन, सबै उता सुत्न गएको छ। म एक्लै छु यता चाहिँ, र एक्लै बस्दाखेरि चाहिँ हामीलाई म चाहिँ अरूसँग भन्दाखेरि पनि एक्लै हुँदाखेरि चाहिँ कामहरू एकदम गर्न सजिलो हुन्छ, जस्तै अड फिल हुँदैन नि त। जस्तै मलाई मन लागिरहेछ पुसअप हान्न, 5-10 जना मान्छेको छेउमा म पुसअप हान्न सक्दिनँ, तर एक्लै कोठामा हुँदाखेरि मेरो फिजिकलहरू पनि इम्प्रुभ भइरहेछ र मैले आफ्नो कामहरू पनि गरिरहेछु र यसरी चाहिँ आफ्नो दिनचर्या चाहिँ बिताउँदैछु। र यसरी नै 1 वर्षसम्म बित्यो भने चाहिँ I will improve my टकिङ स्किल्सहरू पनि बढाउन सक्छ होला। र मैले चाहिँ ब्रस गोजीमा चाहिँ अहिले अघि भर्खर ब्रस गरेर आएको, ब्रस गोजीमा छ। राति दाँत हुन्छ नि त बिहान, अहिले चाहिँ राति हुँदैछ। र मैले चाहिँ मेरो सबै पढ्ने सामानहरू चाहिँ त्यो दराजमा राखेको छु। यस्तो छ यहाँ मुनि, यसमा राख्ने रहेछ। र मैले चाहिँ यो मोबाइल झरे गरेर अनि टिकटक हेरेर मैले चाहिँ कार्टुनको मोबाइल स्ट्यान्ड बनाएको छु, जुन चाहिँ यस्तो योवाला। त्यो टिभी चाहिँ उल्टो छ, माथिको तल, तर यो नचलाएको धेरै भयो होइन, धेरै भएको छ यो नचलाएको चाहिँ। अनि तर यो स्ट्यान्ड चाहिँ मैले 2-3 वटा बनाएँ। अनि एउटा चाहिँ एउटा भाइहरूलाई दिएँ, अनि यो चाहिँ फेरि आज भर्खर बनाएको। त्यसैले यो अल्टरनेटिभ पहिला चाहिँ धेरै काम गर्दैछ। अनि आज चाहिँ मैले के फिल गरिरहेको छु भने यी सबै कुराहरू मेरो मनबाट आइरहेको छैन। हेर्दा आफूले कस्तो देख्दो रहेछ त। यो चाहिँ 5 मिनट बोल्ने च्यालेन्ज हो। त्यसैले म 5 मिनट मुखमा शब्दहरू नआए पनि म 5 मिनट नभएको चाहिँ क्यामेरा अफ गर्दैन। अस्ति शनिबार दौडिनु गएँ म भीमसेन थानजाउन, सायद यहाँबाट 5 किलोमिटर हुन्छ होला। अर्को शनिबार पनि जान्छु, तर योपालि चाहिँ मोबाइलमा GPS लिएर जान्छु, ठ्याक्क दौडेर कति टाइम भयो भनेर। अनि यो चाहिँ युट्युबमा अपलोड गरिहाल्नु पर्ला। 5 मिनट भयो।